रायो साग कति भएको योपालि हाम्रोमा खानु नसकेर हेर्नु नि आमामा सबलाई बाटेर पनि यत्रो छ चाहिँ। अनि त्यही भएर यसलाई चाहिँ म सिन्की बनाउनु पर्यो भनेको गुन्द्रुक क्याउ। गरम महिनामा भोलि पर्सि खानाहरू रुच्दैन, गुन्द्रुक बनाएर खाए हुन्छ नि। अनि सुकाएको साथीहरू। अनि यो टबमा भएको चाहिँ अलिक राम्रो राम्रो हेरेर यो चाहिँ घरमा खानुको। यो डुकु साग कसलाई मनपर्छ हौ साथीहरू, हेर्नु नि डुकु साग यस्तो ठस ठस परेको आमामा ए कस्तो दामी छ है। हेर्नु न च्वाचेमा हालेर खायो भने त झन् मिठो हुन्छ भन्छ है। तर अब हामी त च्वाचेहरू खाँदैन। पहिला पहिला के मलाई यो यतातिर चाहिँ अब यो सिबी घिउ सिबीहरू नपाउने हो, यस्तो सिङतामे सिबीहरू नपाउने। अनि कस्तो तल लाग्ने के मलाई आफ्नो माइत घरको साग सब्जीहरू खानेकुरोहरू देख्दा यति मलाई तल लागेर आउने। नजिक भए पनि जान्थेँ किनेर ल्याउँथेँ हुन्थ्यो हो। तर अब चाहिँ मैले घरमै रोप्नु थालेको छु। हेर्नु है यतिको भयो भने त भयो नि हो। अन्त आमा ओहो हेर त पाकेर पट्टै फुटेछ।